तपाईँले हरेक टपिक्सको यसरी पढ्नुहोस्। अहिले तपाईँ यति मात्रै कुरा हेर्नु, अवस्था के हो, व्यवस्था के छ, समस्या के हो, समाधान के हो। तपाईँले यति त्यसको परिचय, हरेक टपिक्सको परिचय एउटा आफ्नो बनाउनुहोस्। त्यसको अवस्था के हो, अहिले कुन अवस्थामा छ त्यो लेख्नुहोस्। व्यवस्था भनेको हाम्रो ऐन कानुनहरू के छन् त्योसँग रिलेटेड त्यो कुरा लेख्नुहोस्। त्यो टपिक्सको समस्या के हो त्यो लेख्नुहोस्। समाधान कसरी हुन्छ यो लेख्नुहोस्। हरेक कुराको तपाईँले आफ्नो कुरा बनाउनुहोस्। अहिले तपाईँले पढ्ने यति हो, एउटा सानो परिचय, अवस्था के हो, अहिलेको विद्यमान अवस्था के हो, व्यवस्था के छ, ऐन कानुन कार्यविधिहरू के छन्, समस्या कहाँ छ, अवस्था कस्तो डाइमेन्सन अवस्था भने अहिले के छ, प्रेजेन्ट सिचुएसन के छ, सकारात्मक नकारात्मक दुइटै हुन्छ अवस्था। वित्तीय संहिता भन्यो भने अवस्था के हो, 3 तहको सरकार छ, सरकारका चाहिँ कार्यक्षेत्रहरू तोकिएका छन् होइन, समानीकरण अनुदान लगायतका आर्थिक सपोर्ट छ होइन, जननिर्वाचित संस्थाहरू छन्, त्यो भनेको अवस्था। बुझ्नुभयो कि? व्यवस्था के हो, संविधानमा के छ, स्थानीय सरकार सञ्चालन ऐनमा के छ, त्यो भन्यो भने के भयो, व्यवस्था भयो। संविधानमा कानुनमा भएको कुरा भयो भने त्यो के हो, व्यवस्था। अवस्था यस्तो छ, व्यवस्था यस्तो छ। अब त्यो अवस्था, त्यो व्यवस्था हुँदा हुँदै पनि त्यो अवस्था राम्रो आएन भने, राम्रो भयो भने त समस्या भएन। नराम्रो किन भयो भन्यो भने त समस्या हो। कहाँ छ त समस्या, र त्यो समस्यालाई कसरी हिट गर्ने, त्यो भनेको के हो, समाधान। एका कर्णाली इन्स्टिट्युट फर लर्निङ एन्ड रिसर्च, सुर्खेत। कन्ट्याक्ट 083 522 028 98 482 13 453 98 225 74 874।